यीशु ख्रिस्टको नाममा सबैलाई जय मसीह। प्रियजनहरू, आज तपाईँहरूको माझमा चाहिँ म मानिसको जीवनलाई लिएर म वचन लिएर आएको छु। मानिसको जीवन चाहिँ यो फुल छ र हो है। यो फुल चाहिँ बिस्तारै फुल्छ अनि केही समय रहन्छ, झरिलो हुन्छ, रस हुन्छ, सबैले मन पराउँछन् र केही समय बितिसकेपछि चाहिँ यो फुल चाहिँ कोइलिन्छ र बिस्तारै मानिसहरूले पनि र चराचुरुङ्गीले सबै प्रकृतिले पनि अनि यो फुललाई चाहिँ व्यवस्था गर्न थाल्छ है। अनि एक दिन यो चाहिँ ओइलिएर झर्छ अनि यसको चाहिँ कुनै पनि भ्यालु हुँदैन प्रियजनहरू। अनि साँच्चै नै म के भन्छु भने आज हाम्रो जीवन चाहिँ है जस्तो यो फुल छ त्यस्तै नै रहेको छ, बुझ्नुभयो नि है। हामी अहिले हामीमा रस भरिएको छ, हामीलाई सबैले देख्दा राम्रो, बल्दो जल्दो होइन, हामीमा बल शक्ति ताकत सबै छ है। अनि हामी आज हाम्रो समाजमा के छ भने सम्पत्तिको लागि लड्ने, एक बित्ता जमिनको लागि लड्ने होइन, झगडा गर्ने होइन, एकमुठी घाँसको लागि झगडा गर्ने होइन। अनि एउटा समय यस्तो आउँछ प्रियजनहरू, अनि त्यो सम्पत्ति झगडा गरेर जोडेको सम्पत्ति होइन, दुःख गरेर कमाएको सम्पत्ति त्यो चाहिँ सबै छोडेर जाने दिन आउँछ। अनि जब त्यो दिन आउँछ होइन, अनि हामी त्यतिखेर पनि हामी चाहिँ आफ्नो जमिनमा बस्न पाउँदैनौँ, बुझ्नुभयो है। जस्तो यो फुल छ ओइलिएर झरिसकेपछि ऊ फेरि उठेर त्यहाँ जान सक्दैन, त्यस्तो नै हो प्रियजनहरू है। मानिसको जीवन एकचोटि हाम्रो जीवन सिद्धिएपछि चाहिँ हामी फेरि उठेर जान चाहिँ सक्दैनौँ, हामीले यदि प्रभुलाई विश्वास गरेको छैनौँ भने। हो बाइबलले चाहिँ यही भन्छ, समय छँदैन तिमीहरूले चाहिँ स्वर्गको निम्ति धन सम्पत्ति थुपार। यो संसारमा चाहिँ हामी जे छ त्यो सबै चाहिँ हामीले छोडेर नै जाने हो प्रियजनहरू, बुझ्नुभयो। जति पनि छ सबै हामीले त्यागेर जाने हो, केही लिएर जाने चाहिँ केही होइन। त्यही भएर बाइबलले भन्छ कि तिमीहरूले चाहिँ सम्पत्ति चाहिँ यस्तो ठाउँमा थुपार चाहिँ कि जहाँ चाहिँ चोर लाग्दैन, खिया लाग्दैन, चोर आएर चोर्दैन होइन। प्रभु चाहिँ यो भन्नुहुन्छ, बाइबलले यो भन्छ। त्यही भएको कारणले प्रियजनहरू आज हामी जवान रहँदै प्रभुलाई खोजौँ, बुझ्नुभयो। आज हामी तन्दुरुस्त हुँदा नै प्रभुलाई खोजौँ, प्रभुलाई बुझ्ने कोसिस गरौँ। मेरो आमा बुवा त प्रभुमा छ, मैले किन प्रभुलाई खोज्नु पर्यो भन्ने मान्छेको थट्सहरू आउँछ होइन, विचारहरू आउँछ। म त जन्मजातैदेखि नै प्रभुलाई विश्वास गरेर आएको भन्ने हामीलाई लाग्छ कतिजनालाई होइन। तर होइन, आज हामी जन्मजाति नै विश्वासी त होलाौँ, तर के हामी हाम्रो हृदयले प्रभुलाई स्वीकारेका छौँ है। येशूलाई चाहिँ हाम्रो हृदयले स्वीकार्न चाहिँ जरुरी छ प्रियजनहरू है। स्वर्गको सम्पत्ति चाहिँ हामीले थुपार्नु जरुरी छ, स्वर्गको लागि सोच्नु जरुरी छ होइन। जब हामी यो संसारमा रहँदाखेरि प्रभुको वचन अनुसार हिँड्छौँ होइन, प्रभुको वचनलाई निहाल्छौँ, अँगाल्छौँ, प्रभुको राज्यलाई खोजी गर्छौँ होइन, प्रभुको कामलाई अगाडि बढाउँछौँ, तब हामी स्वर्गको सम्पत्तिलाई चाहिँ हामी त्यतिखेर माथि पाउँछौँ। हामी यहाँ त संसारमा त जति दुःख गरे पनि हामीले पाउने केही होइन प्रियजनहरू है। अहिले यो पार्कलाई हेर्नुहोस्, हराभरा छ जताततै है। अनि यो पनि एक दिन आउँछ, यो पनि ओइलिएर जान्छ, यसलाई पनि कसैले वास्ता गर्दैन। त्यही भएर प्रियजनहरू म भन्छु, बेला छँदै चाहिँ प्रभुलाई अपनाऊ, प्रभुलाई स्वीकारौँ। बेला आइसक्यो, प्रभु आउने टाइम भइसकेको। बाइबलले भनेको 80% भविष्यवाणीहरू चाहिँ कम्प्लिट भइसक्यो है, 20% मात्रै बाँकी छ अब चाहिँ भन्ने कुरा है। त्यही भएर प्रभुलाई खोज्नुहोस् प्रियजनहरू, प्रिय मित्रहरू, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू जति पनि हुनुहुन्छ, प्रभुलाई खोज्नुहोस्। आज विश्वास गरेको छु, चर्च गएको छु भनेर मात्र हुँदैन है। के तपाईँ प्रभुसँग हुनुहुन्छ, प्रभुको वचनमा चल्नु भएको छ, त्यो चाहिँ मेन इम्पोर्टेन्ट थोक हो प्रियजनहरू, बुझ्नुभयो नि।
आज तपाईँद्वारा कसैले सान्त्वना पाएको छ, तपाईँद्वारा कसैले मुक्ति पाएको छ, होइन, मुक्तिदातालाई चिनेको छ तपाईँद्वारा। यो कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ हामीले। आज तपाईँद्वारा कसैले प्रार्थनालाई पाएको छ, होइन, कसैको जीवनमा सुधार आएको छ, यो कुराहरूलाई ध्यान दिनु जरुरी छ प्रियजनहरू है। आज जस्तो मैले फुलको उदाहरण दिएँ, त्यही कारणले आज म पार्कमा आएको थिएँ। हाम्रो जीवन एक दिन ओइलाएर नै जान्छ, म यो फेरि पनि भने। त्यहाँपछि न प्रकृतिले हामीलाई अँगाल्छ, न संसारको व्यक्तिहरूले अँगाल्छ, न हाम्रो धन सम्पत्तिले अँगाल्छ, होइन। तर केवल यस्तो एकमात्र व्यक्ति हुनुहुन्छ जो चाहिँ प्रभु हुनुहुन्छ। उहाँले चाहिँ हाम्रो निम्ति चाहिँ घर बनाएर राख्नु भएको छ, बुझ्नुभयो नि। हाम्रो निम्ति चाहिँ जग्गा बनाएर राख्नु भएको छ। उहाँलाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ, हरेक व्यक्तिहरू चाहिँ बाइबलले भन्छ अन्त्यको दिनमा, लेखाको दिनमा, जुन दिन लेखा तिर्नुपर्ने दिन आउँछ, होइन, न्यायको दिनमा चाहिँ प्रभुले चाहिँ हरेक व्यक्तिहरूलाई चाहिँ उठाउनु हुनेछ भनेको छ। पानीले फिर्ता दिनेछ, आगोले फिर्ता दिनेछ, जमिनले फिर्ता दिनेछ प्रभुको जनहरूलाई भनेर बाइबलले भन्छ प्रियजनहरू है। त्यही भएर बेला छँदै प्रभुको आवाजलाई सुनौँ, प्रभुलाई वास्ता गरौँ, होइन, स्वर्गको लागि सम्पत्ति थुपारौँ प्रियजनहरू। यो संसारमा, होइन, यसको मतलब यो होइन कि हामी कामै नगरौँ, खाँदै नखाउँ, यो होइन। संसारमा छौँ, काम पनि गर्नुपर्छ, खानु पनि पर्छ, प्रभुको वचनले नै भन्छ यो कुराहरू पनि। तर जति कामलाई इम्पोर्टेन्ट दिन्छौँ नि, होइन, प्रभुलाई त्योभन्दा माथि राख्न सकौँ, त्यो मेन इम्पोर्टेन्ट हो है। ईश्वरको राज्य चाहिँ पहिला खोजी गर्न सिकौँ प्रियजनहरू। हस् त, धन्यवाद सबैलाई। जय मसीह। यति नै आजको लागि।